होइन दसैँको लागि घर जाने भनेपछि त निन्द्रै पो लाग्दैन त गाँठे के हो कति बज्यो भने हेरेछु त 5:30 पो भएछ त। अब जानको लागि मैले चाहिँ हिजो बेलुकाको मासु थियो त्यही मासु तताएर भात गमका गम खाइदिए अनि त्यसपछि नुहाएर लुगा सुगा लाएर चिटी चट्ट परे घर जानु पर्यो नि त। अब अनि बस पार्कसम्म जानको लागि चाहिँ एउटा प्राइभेट ज्याट बोलाए अनि त्यसपछि ज्याटमा चढेर सर भ्यू हेर्दै बस पार्क पनि पुगे अनि बसमा गएर बस्दै एकछिनपछि बस पनि हिँडिहाल्यो अनि त्यसपछि अब त झ्यालको सिटमा बसेर बाहिरको भ्यू हेर्दै बसमा हिँड्नुको मजा नै छुट्टै पो छ त। काठमाडौँलाई बाई बाई गरेर बाहिरको भ्यू आनन्दसँग हेरेर मजा लिँदै चिप्स खाँदै हिँड्दा हिँड्दै म खुरकोट पनि आइपुगिहालेँ। खुरकोटको बारेमा त मैले तपाईँहरूलाई भनिराख्नै पर्दैन। अनि त्यसपछि यतापट्टि साइडको आन्टीको छोरा चाहिँ अघिसम्म मैले बोलाउँदा मानेकै थिएन, पछि कोक दिएको त पछि त काखमा खो आएर बसिरा भनेको अनि आफू पनि झ्यालबाट बाहिर भ्यू हेर्दै मजा लिँदै गाउँ पनि आइपुगिहालेँ। अनि मलाई लिन आउनेहरू चाहिँ यसरी हिँड्दा छन्, आफू चाहिँ भारी बोकेर हिँड्नु परेको छ। सब्सक्राइब गरिदिनु ल, बाई।